नमस्ते, म सुजन पुन। म यहाँहरूलाई सूर्य ज्योतिको बिमा पोलिसी अनलाइनबाट कसरी नवीकरण गर्ने भन्ने सम्बन्धमा एउटा भिडियो बनाउन गइरहेको छु। तपाईले यसरी www.suryajyotilife.com लगइन गर्नुहोस्। त्यसपछि यस्तो ड्यासबोर्ड आउँछ। तपाईले यो अनलाइन पेमेन्टमा जानुहोस्। अनलाइन पेमेन्टमा गइसकेपछि यसलाई स्क्रोल डाउन गर्दै तल एउटा सेक्सन आउँछ। त्यो के सेक्सन भन्दाखेरि service.suryajyotilife.com पोलिसी पेमेन्ट भन्ने एउटा देखिन्छ। त्यहाँ क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि पोलिसी पेमेन्टमा क्लिक गर्नुहोस्। पोलिसी नम्बर इन्ट्री गर्नु भन्छ। म एउटा पोलिसी नम्बर इन्ट्री गर्छु 3112340937। अब डेट अफ बर्थ हाल्नुहोस् भन्छ। विक्रम सम्वत र अङ्ग्रेजीमा हाल्न सकिन्छ। मैले अहिले विक्रम अङ्ग्रेजी डेट अफ बर्थ हालेँ 1998 2/17 रहेको छ। यसरी आफ्नो पोलिसी नम्बर र आफ्नो डेट अफ बर्थ हाल्ने, चेक गर्ने। चेक गरिसकेपछि रेखा पूर्जा भनेर देखायो। यो नै हो मैले तिर्न खोजेको। त्यसपछि यहाँ इन्टर योर इमेल एड्रेस भन्छ। मैले इमेल एड्रेस इन्ट्री गरेँ। प्रोभाइड योर मोबाइल नम्बर भन्छ। म मोबाइल नम्बर हाल्छु 9847763035। यसरी हाल्ने अनि प्रोसिड गर्ने। प्रोसिड भइरहेको छ। यहाँ सायद मेरो मोबाइल डाटाको विक नेटवर्कले गर्दा घुमिरहेको होला। घुम्दैछ। यो डाटा स्लोले गर्दा यस्तो भइरहेको छ। यस्तो आउँछ है। यसलाई स्क्रिनसट गरेर राख्ने। स्क्रिनसट गरेर राखिसकेपछि तपाईले आफ्नो मोबाइल ब्याङ्किङको एप्स खोल्ने अथवा वालेट ई-सेवा जस्तो वालेटहरूको एप्स खोलेर हैन त्यसलाई के रे त्यो अगाडिको स्क्रिनसटमा आएको क्युआरमा यसरी स्क्रिनसट गरेर राखेको हाम्रो ओएसमा पेमेन्ट गर्ने। यसरी तपाईले सजिलै घरमै बसेर आफ्नो सूर्य ज्योतिको बिमाहरू नवीकरण गर्न सक्नुहुन्छ। धन्यवाद।